What the heck is happening on the 50? So guys, मैले यो भिडियो हेरेदेखि आई वाज सक्ड के कसरी मान्छेले हान्न सक्छ न्याक्न सक्छ कि त्यो पनि नेसनल टिभीमा आउने कुरा हो कि यो रजत दलालको एङ्गर इस्यु छ भन्दैमा यसरी हान्न पाउँछ त भने गेम खेल्न गएको मान्छेहरू गेम खेल्नु नि फिजिकल फाइटमा किन के त्यही पनि घाँटी न्याक कसले गर्छ के सुन्नमा के आएको छ भन्दाखेरि चाहिँ रजत दलालको चाहिँ एलिमिनेसन हुन्छ 40 जना कन्टेस्टेन्टले चाहिँ एलिमिनेट गरौँ भनेर भोट गर्छन् अनि एलिमिनेट हुन्छ भनेर आएको छ है कुरा है अनि दिग्विजयको पनि हुनसक्छ भन्ने कुरा चाहिँ छ बट त्यो चाहिँ कन्फर्म छैन किनभने यतिको हानेपछि त दिग्विजयले पनि दियो होला नि त एक भनेर दियो होला अनि एलिमिनेट हुन्छ होला कि के हुन्छ दिग्विजयको चाहिँ आइएम नट स्योर तर रजत चाहिँ एलिमिनेट हुन्छ अनि टकिङ अबाउट द सो होइन इट इज गन बी एकदमै बम हुनेवाला छ सो चाहिँ किनभने प्रोमोमा यस्तो यस्तो प्रोमो छ कि के भन्नु र यो सो कहिले आउँछ र कहिले हेर्नु जस्तो भइसक्यो मलाई बट दिस वाज चाहिँ एकदमै अनएक्सपेक्टेड भर्बल फाइट गर्दा इट्स ओके तर फिजिकल फाइट त इट्स टु मच सो द सो चाहिँ एकदमै बम हुनेवाला छ फेब्रुअरी 1बाट स्टार्ट हुँदैछ त्यो भनेको भोलि होला भोलि हो कि पर्सि हो बाट स्टार्ट हुँदैछ सो लेट्स वाच है त गाइज बाई बाई